आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पुरा गर्छ। 200% झुक्याएको छ क्या 200%। म कहाँ गएर खुल्ला मञ्चमा पनि डिबेट गर्न तयार छु। म यही तपाईँको पवित्र भूमिमा पनि डिबेट गर्न 200%। म कहाँ गएर खुल्ला मञ्चमा पनि डिबेट गर्न तयार छु। म यही तपाईँको पवित्र भूमिमा पनि डिबेट गर्न सक्छु। उहाँहरूले 152 ल्याएर कसरी तपाईँको देश निर्माण गर्न सक्नुहुन्छ। बालेन शाहलाई पनि बोलाउनुहोस्, स्वर्णिम वाग्लेलाई पनि बोलाउनुहोस्, रवि लामिछानेलाई पनि बोलाउनुहोस्। म सिङ्गल डिबेट गर्न तयार छु। यदि उहाँले मलाई चित्त बुझाउनु भयो भने सारा जनतालाई म आह्वान गर्छु कि बालेन शाहको पछाडि लाग्नुहोस्, रवि लामिछानेको पछाडि लाग्नुहोस् भनेर म भोलिबाट आह्वान गर्छु। केही पनि खाका दिन नसक्ने केही पनि म्यान्डेट दिन नसक्ने अनि चुतिया कुरा गरेर देशलाई भ्रम पारेर यो देशलाई कति गुमराहमा राख्ने यो हाम्रो सरल भाषामा जनतालाई बुझाउँछु। 152 ल्याउनु भयो रे, स्थिर सरकार बनाउनु भयो रे। स्थिर सरकार बनाउँदै गर्दाखेरि तमाम कानुनी अडचनहरू छन्, तमाम संविधानका धाराहरू छन्। तिनीहरूलाई बदल्नको लागि तल्लो सदन प्रतिनिधि सभाले पास गरेर भएन नि सर। राष्ट्रिय सभामा पनि त चाहिएला नि मान्छे। राष्ट्रिय सभामा दुईटै क्याबिनेटले दुईटै सभाले पास गरिसकेपछि बल्ल तपाईँको कानुन निर्माण बन्ने हो नि त। तमाम धाराहरूलाई बनाउनु पर्ने होला नि त, होइन। 152वटा सिट ल्यायो, प्रधानमन्त्री बालेन बन्नुभयो। यसो गरेर तर देश भन्छ र भने भिजन चाहिएला, डेडिकेसन चाहिएला, देश जनताप्रति उत्तरदायी चाहिएला। जियो पोलिटिकल्ली हामी बहुत स्ट्राटेजिक लोकेसनमा छौँ। देश र इन्डिया भारतलाई मिलाउनु पर्ने होला, ब्यालेन्स गर्नुपर्ने होला, होइन। 3 खर्ब तपाईँको चालु पुँजी भएको देशमा हामीले देखाइदिन्छौँ देश कस्तो हुन्छ भनेर यो बकवास कुराहरू गरेर हुन्छ। राष्ट्रिय पुँजीको निर्माण कसरी गर्नुहुन्छ, जियो पोलिटिकल्ली कसरी तपाईँको ब्यालेन्स गर्नुहुन्छ, न्युट्रल गर्नुहुन्छ, देश र जनतालाई कसरी तपाईँको रोजगारी दिनुहुन्छ, के छ भनेको के छ। त्यसको त्यो हुनुभन्दा अगाडि कानुनका धाराहरू बदल्नुपर्छ। कानुनका धाराहरू बदल्नै सक्नुहुन्न क्या। अर्थविदहरू त्यहाँ छन्, तपाईँले चाहिँ उहाँहरूलाई सिकाउने आर्थिक कानुनका धाराहरू बदल्न सक्ने आधारै छैन। आधार देखाइदिनुहोस्, म स्वर्णिम वाग्लेको पछाडि लाग्छु भोलिबाट। माथिल्लो सदनमा मैले 152वटा सिट ल्याउनु भयो उहाँले। स्वर्णिम वाग्ले अर्थविद होइनन्। त्यसो सुन्नु न, मैले त्यो विषयवस्तुमा म गइनँ हो। व्यक्तिगत विषयवस्तुमा गइनँ। यस्ता कच्चा कुराहरू, यस्ता नक्कली कुरा गरेर देश बन्दैन क्या सर। देश बनाउनलाई भिजन चाहिन्छ, डेडिकेसन चाहिन्छ, देश र जनताप्रति उत्तरदायी भएको मान्छे चाहिन्छ, समाज बुझेको हुनुपर्छ, जियो पोलिटिक्स बुझेको हुनुपर्छ, एउटा तपाईँको भू राजनीतिकको भ्यू बुझेको हुनुपर्छ। म आफै स्वयं आइआरको विद्यार्थी भएको कारणले तपाईँको इन्डिया र चाइनालाई मिलाउन सक्ने आधारहरू के छ। आकाशको छिमेकीले दलालहरूको पछाडि लाएर हुन्छ भने बुझ्नु पर्दैन भनेको सर। अन्तिममा एउटा पत्ता पराइदिनुहोस् स्पष्ट। तपाईँ पनि युवा हुनुहुन्छ, जेन्सेप आरोप लगायो भन्ने तपाईँले भनिसक्नु भएको छ। भनेको नयाँले पनि फेरि जनतालाई झुका हो, झुक्याएको होइन, 200% झुक्याएको छ क्या 200%। म यही तपाईँको पवित्र भूमिमा पनि डिबेट गर्न सक्छु। उहाँहरूले 152 ल्याएर कसरी तपाईँको देश निर्माण गर्न सक्नुहुन्छ। बालेन शाहलाई पनि बोलाउनुहोस्,